एलबी ताङलुवा, किरात राई, सेवावान पण्डित, तारामान सुब्बा जो हुनुहुन्छ सल्लाहकार हुनुहुन्छ, त्यसै गरेर शर्मिला चबेगु सुब्बा माङ सेवा सामा पण्डित हुनुहुन्छ भने चन्द्रदुमी ताङलुवा राई किरात सङ्घको उपाध्यक्ष हुनुहुन्छ। उहाँहरू सबै हाम्रो यस गुराँस टोल तोरीबारी रोडमा भइरहेको श्रीमद् देवी भागवत महापुराणमा आज हाम्रो समाजलाई पनि हाम्रो वर्गहरूलाई पनि हामी हजुरहरूले गरेको ठाउँमा केही भन्ने अवसर प्राप्त होस् भन्दाखेरि आज हाम्रो यस पुराण चलिरहेको स्थानमा चौथो दिनमा उहाँहरू आएर आफ्नो मुक्तकण्ठबाट सबैलाई सबै धर्मावलम्बीलाई उहाँहरूले केही भन्न चाहँदै हुनुहुन्छ र हजुरहरू सबै उपस्थितको कामना गर्दछौँ। सबैभन्दा छिटोभन्दा छिटो यस स्थानमा आएर हजुरहरू बस्नुहुन हामी हजुरहरूलाई आग्रह गर्दछौँ। जय श्री राधे, जय माता दी। चरी घुम्दै आकाशैमा यो मनुष्य बतासैमा यो मनुष्य आज किन यो मनुष्य आज किन
धन्यवाद छ। यो नेपाली भजन हाम्रो भाषाको भजनहरू थुप्रै छ, तर बुझ्न अलिक गाह्रो छौँ हामी सबैजना होइन। र भरे भोलि फेरि हामी श्रवण गर्ने नै छौँ त्यो भजन गर्दै। हाम्रो फेरि पनि हाम्रो रवि गुरुजी आउँदै हुनुहुन्छ र नआइजेलको निम्ति किरात राई, किरात धर्म तथा साहित्य उत्थान सङ्घ किरातेश्वर मन्दिरलाई हामीलाई प्रवचन बोल्नको निम्ति दिनुभएकोमा उहाँ बेसमा आसीन हुनु आउँदै हुनुहुन्छ। अझै उहाँलाई नमन गर्दै हाम्रो यो जानी नजानी भए पनि हाम्रो यो प्रवचनलाई अगाडि बढाउन गइरहेको छु, स्वीकार दिनुहोला। नमस्कार गर्दछ है। र कोट देवानामी नारा के नारा सान्जिक सोहुम लोरी फुङ्गे पाल्दाम साइलले वजिरी वादम सेवा फुङ्दिरी फुङ्गम सेवा के हो बानन्दी लादी हान्दी पालो नाम भूमिको सिमिरको फोगुरी यसा सम्मान कुइन्तलो जो सेवा थाङेर। कति मजाको शब्द छ, कति मजाको शब्द छ। हामीले या अष्टम या पञ्चम या व्याकरणमा म भाषामा अलिक कम्ती भन्छु, नभए मेकिङ भन्छ होइन। ये लादुङ सेवे यहाँ लादुङ सेवे भनिन्छ र अष्टम र पञ्चम र मेकिङ या चारसक यासक भन्छ। उदयको पूजा नौगरा शक्ति शान्ति गर्दाखेरि सबभन्दा पहिले हामीले पढ्नुपर्ने यो ऋग्वेद हो है। यो भाषामा त संस्कृतिमा छ र ऋग्वेद चाहिँ कुन मानिसको र कुन जातिको भन्ने कुराहरू व्यासजी गुरुजीहरूलाई थाहै छ, तर पनि भक्तजनहरूलाई पनि सुनाउनु पर्ने एउटा कर्तव्य भएकोले गर्दा यो ऋग्वेदको शब्द हो। ऋग्वेद चाहिँ कस्तो भन्दाखेरि चाहिँ सावैहाम किराती होइन, किराती वर्गको चाहिँ वेद हो भनेर चाहिँ यहाँ भन्दैछ। त्यसको लिपि चाहिँ कुन भन्दा किरात लिपि। अनि भाषा के हो भन्दा अघि मैले भनिहालेँ, तागेर निवाको माङहरू मेलीमा मेदामाङ भन्छ, यो हाम्रो भाषा हो। र यो चार वेद मध्येमा ऋग्वेद पुजेर मात्रै हाम्रो कर्मलाई अलि अगाडि बढाउनु पर्छ। राई लिम्बू किराँतहरूको वेद छैन, थुतुरी वेद भन्छ। बाफरे बम टाउकोमा हम्बरले हाल्नु जस्तो मेरो हेर्दाहरू हुन्छ। थुतुरी वेद भन्छ होइन, हाम्रो यो ऋग्वेद छँदैछ होइन। यो वेद हुँदाहुँदै पनि हामी थुतुरी वेद भनेर विभिन्न संस्कार, विभिन्न कर्म, लोभ कर्म भइरहेको, जीवितलाई हत्या गर्ने कर्म भइरहेको, शरीरलाई विष खाएर मातेर अप्ठ्यारो पान्नामा जाने स्थितिमा हामी पुगेको छौँ। अझै थुतुरी वेद भन्दै दौडिरहेको छ। तर यता हाम्रो ऋग्वेद चाहिँ सिरानी लाएर राखी छोडेको छ। किराँत राई लिम्बूहरूले विशेष गरी वेद छँदै पनि छैन, थुतुरी वेद भन्छ। मुन्टो बिनाको भएको चाहिँ कुन भन्दाखेरि चाहिँ राई लिम्बू तामाङ गुरुङ थारू दना भोटे कोचे लेप्चा वेद बिनाको। अन्त वेद बिनाको नभए चाहिँ के भन्छ उसको चाहिँ अब वेद छैन म थुतुरी भने चाहिँ आमा बिनाको छोरा भइरहेको छ। यहाँ आमा बिनाको छोरा भइरहेको छ। ऋग्वेद हुँदाहुँदै पनि थुतुरी वेद भनेर अरू कुरा म भन्नेछु, अहिले वेदको मात्रै कुरा गर्नेछु। थुतुरी वेदले के गर्छ हुनु त हिजो हामी पनि योभन्दा 40 वर्ष 50 वर्ष पहिले त हामीले त्यही बलिदिने कर्महरू गरेको हो। तर नजान्दा नबुझ्दा बुझेर जानेपछि हामीले गलत कुरा गर्नु हुँदैन।
र वेदले कहिले पनि बलि हत्याकार कहिले पनि भन्दैन। व्यासजी गुरुजीहरूले दिनौँ सुनाइराख्नु भएको छ र ऋग्वेदको अर्थमा त्यतिमै रोकेँ। भरै म फेरि भन्नेछु त्यसलाई दोहोऱ्याएर यो खाने पिने ईश्वरी मागले के खान्छ भगवान्ले के दिनुपर्छ भन्ने कुराहरू म एकछिन पछाडि भन्नेछु। पहिले 4 वेद मैले सम्बन्ध गर्नुपर्छ र इनसे सामजिक भनेको चाहिँ यो ऋग्वेद। ऋग्वेदको लिपि चाहिँ कुन भन्दा जुन अहिले मैले पढिरहेको छु यो ऋग्वेदको लिपि हो। जब वेद छ तब लिपि छ, तब लिपि छैन वेद छैन, तब वेद छ छैन लिपि छैन होइन। त्यसो भएकोले गर्दा यो किराँत लिपिको मैले संक्षिप्तमा वेदको अर्थ मैले सुनाएँ र चुकेर चुका पेसो खाले विशाल सन्चय सन्ति शान्ति के मुन्दु माया नारा किनारा लोरिए पांदा से मंगमा मांगे वाजिब वदन सेवा पुंगिर पुंदा सेवा के अपन नन्दी लादी पान नाम युक्त तम्बु सेवा के गरी होत नंगे सेवा। हेर्नुस् कति मिठो शब्द छ। लाङ्गे पिसाम सामसे चाम्जिक। हेर्नुस् सामसे चाम्जिकको लिपि कुन चाहिँ भन्दाखेरि हामीले पढिरहेको छौँ है ABCD 1 2 3 4 होइन। त्यो ABCDलाई चाहिँ सामसे चाम्जिक त्यसको वेद हो भनेको छ र त्यो सामसे चाम्जिक भनेको चाहिँ ABCDको वेद हो। वेद छ, बाइबललाई हामीले नराम्रो भन्नु हुँदैन होइन, किसानहरूलाई नराम्रो भन्नु हुँदैन। त्यो कसको हो तर सामसे चाम्जिक चाहिँ कसले स्याहार गर्छ कसले पढ्छ भन्दाखेरि चाहिँ यहाँ आउनु भएकोलाई कतिजना क्रिस्चियन दाजुभाइहरू पनि अथवा गोरे हप्सी दाजुभाइ आउनु भएको होला। त्यो सामसे चाम्जिक भन्ने चाहिँ गोरे र हप्सीको यिनीहरूको ABCD चाहिँ गोरे र हप्सीको मुन्दुम सामसे चाम्जिक भनेको चाहिँ उनीहरूको वेद हो। तर यहाँ नक्कली हाम्रो दाजुभाइ दिदीबहिनीहरू पनि क्रिस्चियनमा लागेको छ। त्यो चाहिँ आमा चिन्नु धेरै गाह्रो पर्छ है, आमा चिन्नु होला। यो चाहिँ उता ब्रिटिसको धर्म हो, ब्रिटिसको चाहिँ क्रिस्चियन धर्म हो। यो हाम्रो पर्दैन, हाम्रो नेपालीहरूको पर्दैन। यसमा बहुत ध्यान गरेर मात्रै आमा चिन्नु होला। आमा चिन्यो भने हाम्रो गाँडो भएको भए पनि मेरी आमा हो, राम्री भए पनि मेरी आमा हो। अर्काको आमा राम्री देख्यो भने त कुटेर लगान्छ पछि त हुँदैन होइन। गाँडो भएको भए पनि हाम्रै आमा राम्रो, हाम्रै आमा स्याहारेको राम्रो। र मैले ABCDको पनि मैले भने संक्षिप्तमा भरे फेरि भन्नेछु। र यसरी नै नेवा नाम्दा मान्यम नारा केनारा वंश सम्देशो मान्यम नारा केनारा लोरी पुने पान्दा मंगमा माने सेवारो वजिरी वदौ सेवा भुजेर भुङ्दछ के अपनम दिला दिहानी पननन दुनिको सिमिरिको पोगुरी यसमा उच्च दामको सेवा के गरियो। हेर्नुस् कति मजाको शब्द छ। यो चाहिँ नेवा नाम्दा भनेको पश्चिमपट्टि छ अरे जुजुर्वेद। सुन्नु है, जुजुर्वेदको लिपि कुन भन्दा चाहिँ हामीले जुन चलाइरहेको यो नेपाली लिपि हो। कख 1 2 3 है जुजुर्वेदको लिपि चाहिँ। जुजुर्वेद छ अनि लिपि छ अनि वेद छ अनि कख ABCD वेद छ। र त्यो वेदले कति राम्रो भनेको छ। यो 4 वेदमा कसैले बलि गरो, अर्कालाई नराम्रो शब्द बोलो, मार कुटो, उसलाई नराम्रो चाहिँ मैले चढाउ भने कहिले भन्दैन। यो नेपाली लिपिको वेद हो। यो सामजिक नाम्दा इन्से सामजिक भनेको चाहिँ। र मैले 3टा वेदको भनिसकेँ। अब लास्ट वेद छ 4 वेद। खालियत निसन भेजेर भेजा भुक्तान सिनुटेन बुगेल महाचिन वंशे सामजिक मुन्दुम मान्यम नारा केनारा लोरी पुने पांदर साइनकोले मंगला मांगे सेवा र वाजिब वदन सेवा भुगिर भुङ्दो सेवा केवापा नामले लादी हामी पानो नामको सिमिर पोगुया सरमा गइ लाम्नो उसो सेवा हामीरो भनेर भनेको छ। मैले वेदको छेडी राखेँ। यसको व्याख्या गर्न हामीलाई कयौं वर्ष लाग्छ, तर पनि मैले संक्षिप्तमा भनेको छु। र वंशे चाम्जिक भनेको चाहिँ यो बुद्धिस्ट लिपिको जोखा होइन, चिनी सुन्ची के भन्छ होइन, त्यसको लागि चाहिँ यो बुद्धिस्ट लामाहरूले पढ्ने वेदको चाहिँ यो कथा हो। अनि 4 वेदले के भन्छ भने फुलफल चढाऊ,
Wajiri wadang sewa bujiri bunga sewa kewa panam diladi hani panam nabu minggu sendiri sumber suamu yasa tamu takyo kubu yasa takyo भनेको त कति राम्रो शब्द रहेछ हैन फूल दुबो ढुङ्गा पानी अक्षता पानी पूजा पानी चढाएर पूजा गर भनेर चाहिँ भनेको शब्द चारै बेलले भन्छ टक्रक्कै कति मजाले यसमा कहाँ छ त अब हामीले बलि दिने पर्छ यो वेदमा छँदै छैन त हामीले कहाँबाट ल्याउनु त्यो चाहिँ हाम्रो समाजको गल्ती हो समाजको बुढौलीको समाजको त्यो हाम्रो फेदाङमा म पनि फेदाङमा हो फेदाङमा अर्को हैन मापा बिजुवाहरूको यो गलत कुराहरू भेगो ठोक्ने खाल फटाउने उदोको गो खेलाउने उहाँहरूले चाहिँ चट्टै भाले काट्ने कुखुरा काट्ने शब्दहरू उहाँले निकाल्नु भएको छ यो चार बेलले कहिले पनि बलियो भन्दैन ब्यासी गुरुजीले बिहान बेलुका यो प्रवचनमा भनिराख्नु भएको छ बलि नदेऊ आत्मा र प्राणमा चिनो हाम्रो इज्जत ज्यानो भनेर भनिराख्नु भएको छ यो चार बेलमा छँदै छैन त गुरुजीले सही भनेको छ कि छैन भन्ने कुराहरू हजुरले चाहिँ मनन गर्नु होला यो चार वेदको त्यस्तो खालको अर्थ छ त्यति मात्रै होइन विशेष गरी हाम्रो अत्यन्तै टुटेर गएको चाहिँ म यहाँ अचम्म लाग्छ म एउटा राईको छोरो किरात राईको छोरा हो अचम्म लाग्छ छोरीलाई जोइको कुटुम्बमा दिनुहुन्छ तर छोरी हाम्रो खुकुरी बेच लगाएर भैँसी काट्ने रागा काट्ने कुखुरा काट्ने छोरीलाई बेचेर रित खाने कर्महरू विशेष गरी राईले गरेको छ प्रभु आजदेखि यो कुरा सुनेर तपाईँले थपक्कैसँगले त्यो रित खाने कर्महरू चाहिँ छोडिहाल्नु होला यो यत्रो पण्डल बनाएको छ यत्रो देवी मन्दिर उद्घाटन हुन आँटेको छ गुरुजीले 9 दिन पर्वत सुनाउनुहुन्छ तपाईँहरूले त्यो बलि दिने काम र छोरी बेच्ने काम छोड्नु भएन भने हजुरले केही काम लाग्दैन पक्कै पनि हामीले यत्रो 9 दिने सेवा लगाएर गुरुजीको प्रवचन सुनेर मन्दिर उद्घाटन गरेपछि तपाईँ हामीले छोरी बेच्ने र बलि दिने काम हामीले अनि रक्सी गाडेर झाड खाने काम कुटाकुट मार गर्ने काम चाहिँ हामीले प्रतिबद्ध गरेर त्याग्नुपर्छ अनि हामी मान्छे बन्न सक्छौँ अनि मात्रै आफू बन्यो भने हामी मात्रै अर्थ बनिन्छ हामी मान्छेको शरीर भएर मान्छे जस्तै काम गर्नुपर्छ कोसिस गर्नु हुँदैन म यही हजुरलाई जानकारी दिन गइरहेको छु र अर्को कुरो राईहरूले चुला ढुङ्गा गाड्छन् 3 चुला माटामा हैन खाना कति मजाले पाक्छ हैन भाँडामा चामल धेरै बसाउँछन् सब्जी पकाउँछन् मजाले पकाएर खान्छ कति मिठो हुन्छ नि त्यहाँ केले चाहिँ पाकेको हुन्छ खाना मिदो मिराक भन्छ आगो केजङ्गी सुरी भन्छ हावा चपाती ढुङ्गा भन्छ पानी यो 3 तत्त्वले पाकेको खाना हुन्छ त्यो 3 चुलामा र 3 तत्त्वले पाकेको खाना हामी खाँदाखेरि कति मिठो हुन्छ सब्जी पनि खाना पनि कति मिठो गरी हामी खान्छौँ बिन्ती मुहान पनि छुको छेउ लाको छेउना बिन्ती मुहान पनि सुकुन चा पाकुन चा सुना चा पारु चा केन चा आच्छामा लिप्ची खाँ बोक्ची खाँमा हो जस्तै मेरो घर भने एलबी राईको चिक्यो पुग्दा भनेको घरमा चाहिँ शुद्ध शान्ति होस् पवित्र होस् र सुन चाँदी पानीले चाहिँ तपाईँहरूलाई हामी मैना गर्दैछौँ माग गरेर बास दिनु होला भनेर चाहिँ बोटकोमा पानी बोटकोमा फुलको थुङ्गाले यसरी छर्किन्छ तर बापुरा नरिसाउनु होला है राई लिम्बुहरू विशेष गरी बपुरा राई लिम्बुहरूले त्यो बोटकोमा त कोदोको जाँडा रक्सी राखेको हुन्छ त्यसको ससी छैन त्यसको अघि त्यहाँ दुबो ढुङ्गा पानी सुन पानीले चाहिँ नुहाइदिएको शुद्ध पवित्र नु भनेर मुखले फलाक्दैछ भने बोटकोमा चाहिँ जाँड राखेको हुन्छ चिन्डोमा रक्सी राखेको हुन्छ त्यसको ससी छैन त्यो काम नगर्नु होला यस ब्याजबाट म हजुर नमस्कार गर्नेछु नगर्नु होला त्यो काम गलत हो कालो चस्मा लगायो भने हामी लडिन्छ खाल्टामा पडिन्छ त्यो चाहिँ हामीलाई राई लिम्बूलाई मात्रै होइन सर्व समाज विश्वको मान्छेहरूलाई राई लिम्बूहरूले चाहिँ त्यो चुलामा कोदोको जाँड चढाएर रक्सी चढाएर अदुवा काटेर कचुर हानेर हामीलाई उल्टो कारणमा फसाएको छ र त्यो 3
हिजोको नाम दुबो ढुङ्गाको पानी डाँडाको खोल्साको पानी भनेर पुकारेको छ तर बोटकोमा जाँदाखेरि छर्किन्छ। ए बफुरा नराम्रो कुराहरू त्यो गलत कुराहरू र आजदेखि नै हजुरहरूले सुनेर कसैलाई सुनाउनु होला। राईहरूले चुलामा त्यसरी जाँडा चिलो चढाउनु होला, त्यो पाप हो। त्यहाँ चाहिँ के छ? ईश्वरी माग बसेको हुन्छ, शिव पार्वती गणेश बसेको हुन्छ। त्यहाँ त भगवान हुन्छ नि, आकाश धरती पञ्चतत्व बसेको हुन्छ। कसैले त्यो कोदो जाँडा खान्छ पुगेको? हामीलाई हिजो पाकेको खाना अहिले बिहान खानु कति घिन लाग्छ बफुरा। नमस्कार छ। हिजो पाकेको खाना अहिले बिहान खानु कति घिन लाग्छ, तर त्यो ईश्वरी मागलाई चाहिँ 15 दिन 1 महिना त्यो कोदोमा मर्चा हलाएर कुहाएर ढडाएर किरा परेर चाहिँ ईश्वरी मागलाई दिन्छ। गलत कुराहरू हेर्नु। त्योभन्दा बरु हामीले घाँटीमा फाँसी लगाउनु शुद्ध हुनेछ। त्यो फोहोर मैला हाम्रो ईश्वरी मागलाई चढाउनु भन्दा चाहिँ घाँटीमा फाँसी लगाउनु राम्रो हुनेछ भन्दै त्यो रक्सीदारको बारेमा मैले यो जानकारी दिएँ। मैले संक्षिप्त मात्रै भन्दैछु। अनि त्यसरी छोराको यारी हाल्छन्, दोकाना हेर्छन्, विभिन्न गर्छन्, सत्य कामहरू गर्छन्। सत्य पनि छ त्यो चुलचुलामा, छैन होइन छ। छोरीले बदमास गरे भने छोरीको यारी उल्टो हुन्छ, छोराले बदमास गरे भने छोराको यारी उल्टो हुन्छ, समाजले बदमास गरे भने समाजको यारी उल्टो हुन्छ, हामी मरिने छ भने यारी उल्टो हुन्छ, सरकारी नोकरी ठुल्ठुलो पढ लेखा रहेछ भने यारी राम्रो आउँछ। सत्य छ। र त्यसरी यारी हालिसकेपछि भरे चाहिँ वा कुखुरालाई वा भन्छ है, माछालाई यहाँ भन्छ। सुन्नुहोला है, कुखुरालाई वा, माछालाई यहाँ, सुँगुरलाई बाछे, भैँसीलाई सावा, दुबो ढुङ्गा पानी पाकेको मकै पाकेको कोदो हजुर लिँदैछु भन्छ, तर हातले चाहिँ त्यो कुहिएको कोदो जाँड चढाउँदैछ। खै के गर्नु र? अब यस्तो चढाउने भोगबली चढाउनेको त सम्झ्यो भने त हात काटिदिनु मन लाग्छ नि, तर के गर्नु धर्मले दिँदैन। अनि उहाँहरूलाई चाहिँ ज्ञानले सुनाउनुपर्छ, बुद्धिले दिनुपर्छ। यस्तो होइन हजुरहरूले फुलफालले पूजा गर्नुपर्छ, भोगबली गर्ने कर्म गर्नु हुँदैन भनेर हामीले उहाँहरूलाई बुझाउनुपर्छ। र हजुरलाई बुझाउनको निम्ति नै हाम्रो रवि गुरुजीले मलाई यहाँ यस प्रयासमा बोलाउनु भएको छ। हजुरलाई बुझाउने प्रयास गरेको छु। त्यत्रो बुझाउने खालको व्यक्ति होइन, म एउटा सानो फोटोग्राफी भिडियोग्राफी काम गर्छु र जैव किरातेश्वर मन्दिरमा बिहान बेलुका पाठ पूजा गर्छु। हामी 30औं वर्ष भयो, 50औं वर्ष भयो मेरो बाउ बाजेदेखि नै हामी भोगबली गर्दैनौँ र मासु मांस खाँदैनौँ। नराम्रो शब्द हुन त बोल्छु होला, त्यसको लागि किन ईश्वरी भगवानलाई नमन गर्दै कति कुरा बोल्यो भने माफ माग्दै होइन हामी अहिलेसम्म बोलेको छौँ भन्ने चाहिँ हामी ठोक्क रूपमा हामी कुरा गर्न चाहन्छौँ। र त्यो फुलफालले पूजा गरेर शुद्ध भइ भने हाम्रो छोरा पनि ठुल्ठुलो हुन्छ, छोरी पनि ठुल्ठुलो हुन्छ, बुद्धिमान हुन्छ, मिनिस्टरसम्म हुनेछ, राजासम्म हुनेछ। शक्ति त्यसरी धनी मनी ज्ञानी, धनको पोका ज्ञानको पोका हुनेछ। नभए त हाम्रो बाउ बाजेहरूले पाप काम गरेको छ भने यी म जस्तो पुड्के यो चेयरमै हराइरहेको छु म होइन। मेरो बाजेले पाप काम गरेर चाहिँ म यस्तो सानो पुड्केर आएको। नभए त्यो गतिलो हुन्थ्यो नि, मजाको हेर्छौँ, सबैले हेर्दा पनि मनपर्ने। यसो हेर्दा यसले त हिरो खेले जस्तो नै देख्ने चाहिँ हाम्रो जीवन हो। तर बाउ बाजेको पापले गर्दा जाँडमा डुबेर, फुलमा डुबाएर हामी भर्खर निक्लिँदैछौँ। र यस्तो मलाई पुड्के सानो देखेको छ र देख्नु नपरोस्। अहिले चाहिँ हाम्रो भावी पिँढी, साना साना भाइ बहिनी, दाजुभाइ दिदीबहिनीहरूले शुद्ध काम गर्नुपर्छ, शुद्ध बोल्नुपर्छ, शुद्ध काम गर्नुपर्छ, सबैलाई ज्ञानको कुरा बाँड्नुपर्छ। म यही जानकारी दिनु चाहेको छु यो खानपिन विषय लिएर। र त्यसरी हामीले बलि नगर्नु होला। अनि पहिला भनेको गाउँघर जङ्गलमा बस्थ्यौँ हामी, राउते गोरे भिस्टिक्रे यो किराँतीहरू त भन्थ्यो। सही पनि हो, हामी जङ्गलमा रमाउँछौँ, जङ्गलमा घुम्छौँ, जङ्गलमा सिकार खेल्छौँ, जङ्गलमा धरार खान्छौँ, जङ्गलमा माछा मार्छौँ, जङ्गलमा पानी कोदो रोपेर खान्छौँ। तर अब त त्यो जमाना गयो, कुटेर मार्छ। यहाँ टाउनमा बसेको छौँ, हाम्रो छोरा पढाएको छौँ, छोरी पढाएको छौँ, हामी पढेको छौँ, समाजलाई धर्मको कुरा सुनाएको छौँ, सुनाउनुपर्छ, ज्ञानी मानी हुनुपर्छ भन्ने हाम्रो यो राई किरातेश्वर मन्दिरको तर्फबाट पनि हजुरहरू सबैले आह्वान, बिन्ती, सेवा र छ।
यो कुरा ध्यान गरिदिनु होला। सबैभन्दा अचित्त डुबेर फुलमा डुबेर गालमुगल बोल्दै अत्यन्तै नराम्रो शब्द गर्ने चाहिँ कुन जाति भन्दाखेरि चाहिँ हामी नेपालीदेखि अझै तल झरेको चाहिँ राई लिम्बू हो। राई लिम्बूलाई त गएर ठोक्काट भन्नु बित्तिकै गएर ठोकिहाल्छ। उसको दिमागमा माया भने छैन, दया भने छैन। त्यो कुखुरा सुँगुर पनि काटिहाल्छ, मान्छे पनि काटिहाल्छ, गाई गोरु पनि काटिहाल्छ। अहिलेसम्म नाम बनाएको सुन्नु भएको छ नि, राई लिम्बूहरूले मात्रै बेसी चोरे भन्ने खालको न्युजमा हामी सुन्नु पाइन्छ। र हाम्रो छोरा पढाइन्छ, छोरी पढाइन्छ, अनि छोराछोरीले ज्ञान राम्रो हुनुको निम्ति चाहिँ हामी सभ्यता हुनुपर्छ। छोरालाई पढाएर मात्रै हुँदैन, छोरीलाई पढाएर मात्रै हुँदैन, हामी सभ्यता हुनुपर्छ। आफू अगाडि डोरायो भने हाम्रो नानीहरू पनि डोरिन्छ। ज्ञानको धनी, बुद्धिको धनी, शिक्षाको धनी, त्यो बलि हत्याबाट हटेर फुलफालको धनी हुन्छौँ हामी। यसरी हामी किराँती सभ्यता हुनुपर्छ र विश्व मानव एकताको कायम हुनुपर्छ भनेर हामी सही बाटोमा घुमाउनको निम्ति हजुरको निम्ति मध्यरात अँधेरोमा तलक्कै एउटा फोकस लाइट हेलोजिन जस्तै मेरो अनुहारमा अहिले आएर बलिरहेको छ, त्यस्तै बाल्नको निम्ति विशेष गरी यहाँनिर देवी मन्दिर खडा भएको छ। हाम्रो लागि ज्ञान मस्तिष्क होस् भनेर एउटा बत्ती बाल्नको निम्ति यहाँ मन्दिर खडा भएर यहाँ 9 दिने पुराण भइरहेको छ। त्यस्तै नै हाम्रो किराँतहरूको पनि जितुलाइन पौरसमा फायर हाउसको छेउमा किराँतोस्वर मनेर बनिरहेको छ, त्यहाँ पनि एउटा लाइट बलिरहेको छ। तपाईँहरूले पनि बुझ्नु होला किराँत धर्म विषय के हो, वेद विषय के हो, हामी संस्कार र विधिविधान हामीले सचिनु पर्ने कसरी हो भन्ने कुराहरू हजुरले पनि यो जानकारी लिनु होला। र मैले टाइटल लेखेको अझै 3-4 छ। यहाँ अप्ठ्यारो जाति चाहिँ को भन्दा हामी किराँती, विशेष गरी राई लिम्बू। गुरुजीले भन्नुभएको छ राई लिम्बूलाई चाहिँ राई लिम्बूलाई राम्रै सन्दर्भ भन्नुभएको छ। म यतै मपट्टि नै जानेछु, म आफैले नै घृणा गर्नेछु। र राई लिम्बूहरूले नरिसाउनु होला है, यो नराम्रो शब्दहरू हो। आमा दिदी बहिनीहरू, भाइ बहिनी चेलीहरू, पहिले म नमन गर्दछु, नरिसाउनु होला। बिहा पश्चात बिहाको मैले सकेँ, मैले गीत खानु हुँदैन भनेर बिहा पश्चात हाम्रो पेटमा नानी आउँछ, 4 महिना हुन्छ नि। 4 महिना भएपछि भुडी पूजा गर्नुपर्छ, फुलफालले गर्नुपर्छ। तर राई लिम्बूले त यसो विचार गर्छ, छोरी जन्मिने भने पोथी काट्छ, छोरा जन्मिने भाले काट्छ। हे प्रभु, त्यो जन्तुबारे म नाच्न भन्ने छु, त्यो होइन। वेद मुलुङले पढ्नुपर्छ, उसको भुडी पूजा सापोक्ष भन्छ हाम्रो भाषा, भुडी पूजा गरिदिनुपर्छ। अनि ज्ञानी छोरा ज्ञानी छोरी जन्मिन्छ, शिक्षा दीक्षा हुन्छ। छोडे जिकुरे नाटा मङ्गडा हुँदैन, यो तपाईँले नमन गर्नु होला है। र बाटोमा लडेकोले हामीले किरे गर्नु पर्यो भने त्यही दिन हामी सक्नेछौँ। यही 4 खालको कर्म छ, वेद मुलुङले गरिन्छ है, वेदले गरिन्छ। यो नराम्रो डेड बडी लडाएको छौँ हाम्रो आँगनमा, बाउ होस् आमा होस्, बराजु छरछिमेकी छोरा छोरी होस्। तर राई लिम्बूले अर्को डेड बडी किन लडाउनु? सुँगुर काटेर मात्रै चोखिन्छ भन्छन्, कुखुरा काटेर मात्रै चोखिन्छ भन्छन्, जाँड छाडेर मात्रै चोखिन्छ भन्छन्, रक्सी खाएर मात्रै चोखिन्छ भन्छन्। यो कुराहरू हजुरलाई सेवाले नमस्ते गलत कुराहरू यो नगर्नु होला। अब सबै पढे लेखा शिक्षा दीक्षा ज्ञानी बहिनी भएको छौँ, धर्मको बाटो धर्मको आस्था हामीले खोज्नुपर्छ। कहिले पनि त्यो एउटा डेड बडी लडाएकोमा मेरो आमा बाउ मरेको छ भने अर्को पशुलाई किन लडाउनु? त्यो डेड बडीमा किरे कसले गर्छ? गर्दैन, त्यो पशुको किरे कसले गर्दैन। तागेर पनि श्री भगवान्ले चाहिँ के भनेको छ भने जेठा माइला साइला काइला अन्तरै जल्दै सुन्तारे पुरे हुन्छ। हाँस्नु होला एकखेप। त्यो चाहिँ को भन्दाखेरि चाहिँ मान्छे त सबैभन्दा पछाडि परिएको मेन्साम नामी कोवासा इच्छिन्छाम भनेको चाहिँ सबैभन्दा लास्टमा जन्मेको तिमी ज्ञानी हो। उपदेश दिनु सक्ने, गाई चलाउनु सक्ने, गोरु चलाउनु सक्ने, सेवा भक्ति गर्नु सक्ने, घर बनाएर लुगा राम्रो चिटिकाई मेकअप गर्नु सक्ने ज्ञानी हो भनेर चाहिँ हामी जन्मेका हामी मनुष्य।
त्यो हाम्रो दाजुभाइ को रहेछ भन्दा त बाख्रा कुखुरा गाई गोरु कमिला माछा अजिङ्गर परेवा मृगा फटेक्रा हेर्नुहोस् त एउटा बाउको छोरा हो एउटा आमाको छोरा हो मेरो बाउ मरेको छ भने अर्को बाउ किन मार्नु त्यो मेरो बाउ चौकिने अर्को बाउ मारेर चौकिनु अरे यो एकदमै नमस्ते सेवा छ सेवाको गलत काम हो यो एउटा डेड बडी छ अर्को डेड मिलाउँदा सुँगुर काट्नु पर्यो नि कुखुरा काट्नु पर्यो नि त्यो किन गलत काम गर्नु अर्काको ज्यान किन नमर्नु मेरो बाउको खुसीको लागि त फुलफालले वेद पढेर मुक्ति पाउने शम्भु अहिले भन्छन् माथि इष्टले भगवानले लैजाओस् भनेर चाहिँ वेद बोल्नु पढेर पो मुक्ति पाउँछ त उहाँले अर्को बलि गरेर त पाउँदैन दुईटा डेड बडी हुन्छ त्यसको कसले बाटो लगाइदिने यो कुराहरू साह्रो ख्याल गर्नु होला बिन्ती सराइली मजबाट एकदम गलत कुराहरू यो यत्रो मजाले रङ्गाएको छ पेन्डल फुलफाल झिलिक्कै फेन घुमेको छ लाइट बलेको छ साउन्ड सेट बजेको छ यो आवाज जाँदैछ के को लागि हो यो तपाईँ हामी सुन्दर शुद्ध हुनुको निम्ति चाहिँ यत्रो दुःख गरेर देवी मन्दिरलाई उद्घाटन गर्नको निम्ति यहाँ यत्रो दुःख गरेर पण्डल खाइ नखाइ यहाँ पुराण भइराख्नु भएको छ तपाईँ हामी शिक्षित हुनको निम्ति हो तर यहाँ पेन्डल पूजा भोलि चाहिँ हामी शिक्षित भएर घर गएपछि अनशिक्षित हुनु हुँदैन यो यस्तो क्रस भन्छ नि क्रस भनेको चाहिँ नराम्रो काटेको त्यो चाहिँ क्रस हुँदैन हामी सिधा यस्तो हुनुपर्छ सत्य काम गर्नु सत्य बोल्नुपर्छ यही जानकारी तपाईँहरूलाई र अर्को कुरामा म गएँ भनेर बोल्नु भएको छ होइन त्यसकारणले के गर्नुपर्छ एक नम्बरमा हामीले मन्त्र लिनुपर्छ मन्त्र लिनुपर्छ मन्त्र बाहिर त पानी र साबुनले नुहाउँछु तर भित्र नुहाउने केही पनि छैन खाने खाना मात्रै खान्छु होइन सब्जी भात के खान्छु अन्त हामी त्यो सबै नबनाऊ तर भित्र नआउने चाहिँ के हो हाम्रो लागि मन्त्र तीन मन्त्र लिनुपर्छ तीन मन्त्र त्यसलाई शब्दी मन्त्र भन्छ शब्दी दीक्षा मन्त्र भन्छ दीक्षा मन्त्र लिएपछि हाम्रो भित्र नुहाउँछौँ भित्र नुहाएपछि मात्रै हामी पवित्र हुन्छौँ सबैजनाले हुन त दीक्षा लिनुभएको छ नलिनेहरूको लागि चाहिँ यो मेरोबाट अनुरोध दीक्षा लिनुपर्छ भित्र नुहाएपछि हामीलाई ईश्वरी माङसँग लिङ्क हुन्छ भगवानसँग भेट्न सक्छौँ हाम्रो फुलपाती भगवानले लिनु सक्छ भित्र नुहाएको छ भने तीन मन्त्र पाउनुपर्छ तीन मन्त्र सुत्दाखेरि उठ्दाखेरि तीन मन्त्र हुन्छ खाँदाखेरि तीन मन्त्र गरेर खानुपर्छ मकै रोप्दा कोदो रोप्दा मेरो छोरालाई न्वारान गर्दा वर्तमान गर्दा बिहा पूजा गर्दा पढाउँदाखेरि नोकरी सरकारी जुनै काम आफ्नो श्रीमान बिहा गरेर जाँदा बिहा गरेर ल्याउँदा त्यो तीन मन्त्र छ भने मात्रै पक्का हुन्छ नभए त डिभोर्स हुन्छ एउटा छोरा एउटा छोरी नभए पनि कति त डिभोर्स हुन्छ किन त्यो सुन्नुभयो अनि यसरी सेवासामा पण्डितजी बुढामा बेदमुन्दो पढ्नुहुन्छ है अन्त कान्छाबाट ल्याए भन्दा पढ्नु पाउँदैन धार्मिकको त नियम छ र त्यसरी चाहिँ हामी सच्चा हुनुपर्छ र अर्कालाई पनि ज्ञान दिनु आफूले पनि ज्ञान लिनुपर्छ को निम्ति चाहिँ हामीले शब्दी मन्त्र तीन मन्त्र लिनुपर्छ जुन प्रकारको छ हिन्दू धर्म पनि हिन्दूबाट लिनुपर्छ बुद्धिस्ट धर्म पनि वंशज भनेर लिनुपर्छ हिन्दू धर्मबाट वर्तमान गर्नुपर्छ किरात धर्मबाट शब्दी कर्म गर्नुपर्छ जस्तै क्रिस्चियनबाट बोक्दिन गर्नुपर्छ फलाको डुबाउँछ नि डुबेको छौँ नि हामी कतै म त झन्डै डुबेको यति हामी चाहिँ आँसु हुँदो रहेछ भने लिएर आएको किरात धर्म झन्डै डुबेको म राईमा त छिटो डुब्छ र त्यसरी तीन मन्त्रको पालन गर्यो भने हामी सत्य ज्ञानी पनि बुझ्ने र सेवा भक्ति गर्ने मान्छेसँग लिङ्क हुने भगवानसँग नजिक हुने चाहिँ के हो भन्दा हामी भित्र नआएपछि हामीले पाप बोलेको कष्ट पनि गयो हिजो नराम्रो खाएको पनि गयो सुर्ती खैनी खाएको पनि गयो नराम्रो बोलेको पनि गयो बुढी कुट्ने पनि गयो बुढा कुट्ने पनि गयो ताली लाउनु न कसैले नकुट्नु है अबदेखि चाहिँ
बुढालाई कसैले नपुग्नु, बुढीलाई कसैले नपुग्नु, अपराध नबन्नु। उहाँलाई सम्झाएर बुझाएर ज्ञानको बाटोमा ल्याउनुपर्छ। श्रीमान श्रीमती हाम्रो नानी बालाबाली नानीहरूलाई ज्ञानको उपदेश दिनुपर्छ। सत्य घरमा गएर धर्म कर्मको बाटो देखाउनुपर्छ र हामी ज्ञानी हुनेछौँ। र ज्ञानको बुद्धि आयो भने हामी यहाँ व्याजी गुरुजीहरूले कति राम्रो फलाइरहनु भएको छ। म जस्तै हजुरहरू पनि होस् भनेर प्रवचन गरिरहनु भएको छ नि। म पनि त्यही ठान्छु कि हाम्रो रवि गुरुजीलाई प्रणाम गर्दै गुरुजी जस्तै म पनि हुनु पाऊँ भन्ने मेरो पनि इच्छा छ। र हजुरहरू पनि गुरुजीहरू जस्तै म जस्तै होस् भन्ने मेरो पनि इच्छा छ। र इच्छा हजुरले गर्नुभयो भने नजिक छ। भगवान भनेको टाढो छैन। खुट्टा यसो गर्दा ती छ, हात यसो गर्दा ती छ, अगाडि शास्त्र ती छ। यो भित्र पनि भगवान, जङ्गली भूत भगवान, लाइट यहाँ मेरो भित्र सहकर्मी बसेको छ, उहाँहरू पनि भगवान हो, यो माइक्रोफोन पनि भगवान हो। यी हुन्छ, ढाक्नु हुँदैन, छल्नु हुँदैन। सत्य बोल्नु त सत्य कुरा बोल्नुपर्छ। सबै भगवानै भगवान हाम्रो लागि इष्टदेव देखेन भनेर छल गर्नु हुँदैन। र धन्यवाद। हाम्रो प्रेसी गुरुजी आइसक्नु भएको छ। सबैजना उठिदिनु होला। मैले व्याजी गुरुजीलाई माफ मागिसकेको छु। कुखुराले गु खान्छ, तर गु खाने चिज चाहिँ हामी खान्छौँ। यो कुराहरू एकदम क्रस हो, क्रस होइन, त्यो गलत कुरा हो। बिहानै छोडिदिनुहोस् त कुखुरा। कुखुराले गु खान्छ, एकछिनबाट त्यो कुखुरा काटेर हामी खान्छौँ। गु खायो कुखुराले, हामीले कुखुरा खायो त के हुन्छ? महागु महागु। त्यसैले मैले अघि पशु पक्षीको हत्या नगरौँ, मेरो नसकिन्छ यो कुरा चाहिँ। अनि सुँगुरले के खान्छ? हिलो गनेउला खान्छौँ हामी भुटेर। हिलो गनेउला हामीले दिशापिताब गरेको, हड्डी कुहेको, सडिएको सबै खान्छ सुँगुरले। तर हामीले त्यो सुँगुर खान्छौँ। अब सुँगुरले मुनिकालाई के भन्छ थाहा छ तपाईँहरूलाई? बङ्गुर भन्छ, बङ्गुर। हामी चाहिँ बङ्गुर हो, बङ्गुर। बङ्गुर नहुनु होला। व्याजी महाराजले डेली भनिराख्नु भएको छ, म पनि भन्दै। त्यो सुँगुर खाने मान्छे चाहिँ बङ्गुर हुन्छ। हाम्रो ओठ यसो पल्टिनु मात्रै बाँकी छ, अनि भुइँ खन्नु मात्रै बाँकी छ। नखानु होला सुँगुर। अनि माछा कति राम्रो लुगा लगाएको छ नि, कतिले माछा बुट्टै बुट्टा हुन्छ नि। झन् सानो त्यो ठिकै माछा त हात यस्तो भएको मेरो चले जस्तै। अनि बुदुना माछा झन् मिठो हुन्छ अरे, रोग पो जान्छ अरे। हेर्नुहोस्, माछाले त सबभन्दा पहिले हाम्रो पिसाब खान्छ, हाम्रो भोक खान्छ। हेर्नुहोस्, त्यसलाई मिठो भनेर खानु होइन, गलत कुरा हो त्यो। मासु मांसले के खान्छ त्यो विचार गरेर मात्रै हामीले खानु होला। खाएको रस कहाँ जान्छ? हाम्रो दिमागमा आउँछ, हाम्रो अस्तित्वमा आउँछ, हाम्रो तागतमा आउँछ। त्यो मैला चिज नखानु। मलाई त लाग्छ यो 16औं राष्ट्र देश अथवा कयौं राष्ट्र देशले यो कुखुरा, सुँगुर, माछा मासु जाँडासी नखाइदियो हुन्छ होला भन्ने मेरो बिहान बेलुका प्रार्थना गर्छु। म आज यो मञ्चबाट पनि नखाइदिनु होला भनेर म सेवा हात गर्दछु। त्यो खायो भने हाम्रो नानी, सुँगुर खायो भने सुँगुरको बेहोरा आउँछ मेरो नानीको, मेरो सुँगुरको बेहोरा आउँछ। कुखुरा खायो भने कुखुराको बेहोरा आउँछ। कोकोरीको बाँच्नु मात्रै बाँकी छ। नखानु होला है। सुँगुरले के खान्छ, कुखुराले, गाई गोरुले के खान्छ? गाई त झन् लक्ष्मी हो। तर गाई पनि काटेर बलि दिन थाल्यो। हाम्रो वंशमा खाली राईहरू त बलि दिन्थ्यो अरे पहिला, गाई काटेर। हेर्नुहोस्, बलि दिन्थ्यो अरे, फुललाई चढाउँथ्यो। सबै त्यो गलत कुरा र त्यसरी नखानु होला।
अनि अर्को कुरो नखानु भनेर मैले बन्धन तपाईँहरूलाई धर्म वर्जित गराए जस्तो हुन्छ। तर एप्पल खायो भने के हुन्छ, सुन्तला खायो भने के हुन्छ, केरा खायो भने के हुन्छ, त्यो गाई कुखुरा सुँगुर खायो भने के हुन्छ भन्ने कुरा चाहिँ खाएपछि हाम्रो दिमागले त्यो परिचालन गर्छ। च्यानल बनाउँछ नि फुटबल खेले जस्तो, ब्याक यता किपर यता स्टेपर यता च्यानल बनाएको हुन्छ। त्यो च्यानल हाम्रो शरीरमा हुन्छ। अनि त्यो सुँगुर काटेर खाएको बलि हाम्रोमा चढेको छ, अर्काले काट्नु त केही लाग्दैन। त्यो खुन तातिएको हुन्छ। अनि महिला भएको दिनमा को चिन्दैन, छोरा चिन्दैन, छोरी चिन्दैन, आमा चिन्दैन, दाजुभाइ गाउँघर कोही पनि चिन्दैन। हाम्रोमा त्यो माथि झन्सारो अर्को प्लट अघि मैले भने नि कुहाएर फेकेको जाँड खाएपछि त दुईटा मिलेपछि त शक्तिशाली भएर बोलाउनु सकिँदैन। र त्यो नखानु अनुरोध गर्दै अनि फेरि अन्तिम तपाईँले रिसाउने कुरा छ है मेरो अन्तिम भोलि हामीले नखाऊ भन्ने कुरा होइन, खानुहोस्। यदि मासु मांस जाडसी कुखुरा सुँगुर मासु खानुहुन्छ भने हामीले खाने फुलफल नखाइदिनु होला, नखाइदिनु होला। हाम्रो साग नखाइदिनु होला, आलु नखाइदिनु होला, प्याज मसला बैगुन नखाइदिनु होला, चिया पानी कफी स्प्राइट जुसहरू नखाइदिनु होला। किन? हाम्रो दाम बढ्छ। हामी किन खानु सक्दैनौँ नि फुलफल? तपाईँहरूले मासु खानुहुन्छ, कुखुरा सुँगुर जाडसी खानुहुन्छ, के खानुहुन्छ, हामी खाइदिनु न, तपाईँहरूको दाम बढ्दैन। नरिसाउनु होला है। तपाईँले खानुहोस्, मैले खानुपर्छ भनेर बन्धन पार्नु हुँदैन। खानुहोस्, तर हामीले नखाइदियो कि तपाईँको दाम बढ्दैन। तर तपाईँहरू मासु पनि खानुहुन्छ, रक्सी पनि खानुहुन्छ, जाँड पनि खानुहुन्छ, आलु बैगुन फुलफल सबै खानुहुन्छ, दाम बढेको बढेकै गर्छ। हामीले तपाईँहरूले मासु मांस जाँडसी नखाइदिएपछि दाम बढ्दैन, जतिले त्यति हुन्छ। र हामीबाट पनि रिक्वेस्ट छ कि जाँडसी मासु मांस खानेले हाम्रो सब्जी भात नरिसाउनु है। तर यो एउटा नीति हो र फुलफल नखाइदिनु होला, हाम्रो दाम बढ्छ भन्दै मैले धेरै समय लिएको छु। र यस पण्डालमा कार्यक्रम गर्नुहुने आयोजकलाई धन्यवाद दिँदै हाम्रो बेस्ट गुरुजी आइसक्नु भएको छ। उहाँहरू भनेको टाइम टु टाइम हो र मैले यो समय पाएँ। यति सुन्दर भयो भने हजुरहरूले यो मेरो शब्दलाई लगेर फुलमाला उनी जस्तो मजाले भनिदिनु होला। रिसाउने गरी भनिदिनु होला, खुसाउने गरी भनिदिनु होला। सबै सुत्रोस् भन्ने र हजुर पढ्नमा आउनुभएको सबैलाई पनि मैले हामी सुत्रौँ, ज्ञानी मनी हो, बुद्धिमानी हो, सबैले सत्य कर्म गरौँ। आजदेखि उता राम्रो एउटा चङ्गा होस्, पानी परेर नुहाएर शीतल बागत होस् भन्ने कुरा यो मेरो सानो धार्मिक उपदेशले तपाईँहरूलाई हामी चङ्गा होस् भन्दै हाम्रो व्यासी गुरुजी आइसक्नु भएको छ। उहाँले भरिपूर्ण योभन्दा मिठा मिठा कुराहरू उहाँले सुनाउनु हुनेछ। चार वेदको कथा र वेदको कथा, खानेकुराको कथा। गुरुजीहरूले अलिक कम्ती भन्नु त डराउनुहुन्छ क्या। तर मैले स्पष्ट गराइदिएको, सुँगुरले के खान्छ, कुखुराले के खान्छ, माछाले के खान्छ, जाँड खायो भने के हुन्छ होइन। विशेष गरी राईलिङ्गले मैले अघि भने चुलामा राखेर चाहिँ सुकुन चाव, पाकु त सुना चाव, पारु चाव, खेल चाव, सुन्दिने सेवासाली बित्यो भनेको त 9 मुलुक पनि 9 धारा पानी, फिल्छ पानी, शुद्ध पानी, डाँडाकोमा पानी भनेर चाहिँ मुखले फलाक्छ। तर बोटकोमा चाहिँ रक्सी, त्यो चिन्डोमा रक्सी लगाए। अब हाम्रो कमिटीका दिदी बहिनीहरूले हाम्रो किरात गुरुहरूलाई स्वागत गर्नुहुनेछ। बोलो आनन्द कन्न भगवानको। र भक्तगण, हामीले भइरहेको मङ्गलबारे पुराणमा बुद्धिस्ट धर्मका लामा गुरुद्वारा बिहानैको प्रवचन हुन्छ, पूजापाठ हुन्छ। त्यहाँबाट राई धर्म गुरुका पनि सबैलाई समेटेर सबैलाई साथमा लिएर चल्ने हाम्रा कमिटीका दिदीबहिनीहरूले निर्णय गर्नुभएको। यहाँ 2-2जना लामाद्वारा दैनिक दोमाङ पाठ प्राप्त 5-6 बजेदेखि 9-10 बजेसम्म हुन्छ। त्यसकै बिचमा भागवतको देवी भागवतको पारायण पनि हुन्छ। साथै हाम्रो जो यहाँ गुरुजी हुनुहुन्छ नेपालदेखि, भुटानदेखि, सिक्किमदेखि लिएर यो डुवर्स क्षेत्रमा धेरै
उहाँहरूको राई धर्मको प्रचारक हुनुहुन्छ, मलाई राम्रो थाहा छ। उहाँले सबै जग्गाबाट मिलेर एउटा सुन्दर मन्दिर पनि बनाउनु भएको छ। एयरफोर्स ब्रिगेडर के मन्दिर घर पनि छ। अनि यो जग्गामा धेरै राईहरू भएको हुनाले यहाँनिर हामी ब्राह्मण क्षेत्री पनि सबै छौँ, लामाहरू पनि धेरै हुनुहुन्छ, राईहरू पनि धेरै छौँ। हामी एक आपसमा आजदेखि अनादिदेखि हामी एकैजुट भएर चलेर आएका हौँ। आज एउटा जातले अर्को जातलाई नराम्रो भनेर फुटाएर बर्बाद पारेको छ। अनि हाम्रो दिदीबहिनीहरूको कति महान सोच, सबैलाई एकै ठाउँ राखेर सबैजनाका ईश्वर एउटै हुनुहुन्छ, भगवान् एउटै हुनुहुन्छ। जसरी एउटा सूर्यनारायण सबैले ताप्छौँ, त्यस्तै प्रकारले यो सबैको हो, सबैले बस्नुपर्छ भनेर हामीले यो कमिटीका दिदीबहिनीहरूले यो कार्यलाई कत्रो महान हेर्नुहोस् त, नारी शक्ति मङ्गलबारीबाट कत्रो महान विचार। बुद्धिस्ट धर्ममा भयो भने बुद्धिस्ट धर्मको मात्रै प्रवचन हुन्छ, राई धर्म हो भने राई मात्रै हुन्छ। क्षेत्री ब्राह्मणले आफ्नो ग्रन्थ मात्रै गर्छन्, तर यहाँ तीनैवटालाई भेला पारेर हामी सबै एकै हौँ, हामीले पनि फ्याल्यौँ भने कहाँ जाने। त्यही भएर उहाँहरूलाई पनि यो कमिटीद्वारा आज डाकेर कथा प्रवचन हजुरले सुनाउनु भयो। सबैभन्दा पहिलो सुध्रिनु आवश्यक छ। धर्म भनेको जिउमा धारण गर्ने वस्तु हो, घन्टी बजाएर धर्म हुँदैन है, यो कुरो पनि जान्नुपर्दछ। र यस्ता महान हस्ती हाम्रा राईका धर्मगुरुहरूलाई मोदी धन्यवाद, किनकि यी राईहरूले बनाएको डोकाहरू हामीले अहिले पनि चलाइराखेका छौँ। पहिलो उत्कम यिनै राईहरूले गरेका हुन्। नाङ्लो कानमा लाउने च्याप्टे सुनदेखि लिएर गोरुको मला हलोदेखि सबै आविष्कार राईहरूबाट गरेको धेरैवटा आविष्कार हाम्रो नेपाली समाजमा अहिले पनि छ। त्यो घिउ राख्ने हुन्छ नि, एउटा हर्पे, काठका अनेक प्रकारका खलियाहरू, यी सबै राईहरूको आविष्कार हो। र यो खोक्लामा पनि, मङ्गलबारीमा पनि, जाइगाउँमा पनि धेरै हाम्रा राई समाजहरू हुनुहुन्छ। र यस्ता राई समाजका पनि धर्म प्रचारकलाई हाम्रा मङ्गलबारी लालीगुराँस टोलका भक्तहरूले ल्याएर स्वागत गरियो। आउँ भक्तजन, अब हामी सिधै पहिले आरती गरेर अनि वरण गरेर अनि आएका अतिथिलाई सत्कार र सम्मान गर्नेछौँ। बोलिए भक्तवत्सल भगवान